हल्का सुस्ता भाइसाले भक्का हान्न अझै रेट अझै यति ल अब धकल त सुस्ता सुस्ता फेरि यति रेट देखान्छ यति खरे अब हातले न सुस्ता टाइट हुने बेला हुन्ला छ कान्छ छ चिन्ता नगर सुस्ता ला राइडमा त देखियो गोलो गयो त गोलो भएको हाँगो थाम मास्तिरको फुका ढुसी परे बाचो त्यहाँ त लाइट त्यहाँ बाल्दै त्यसको फुकाउने ठाउँमा के ए म त फेरि पहिले छोरो हेर्नु भयो है सुस्ता त फुका सुस्ता यताको मात्र तान के दाबे हातले समा बेसरी त्यो गोलो भएको हो र उता मोड त्यसलाई रसिला अनि त्यसपछि त्यो उपल्लो तैले त्यो समा त्यो दाबे हातले समा पर्दैन उतातिरको छोड टुप्पो छोड्दै के हो यो छोड यता त्यो समा अक्कर लाएर बेसरी समा पहिला सुस्ता अब सुस्ता नि त हाँगाड पटाएर यताले भयो तैले हात नबेर सुस्ता त्यसरी हो त सानै दिमागले गर्न पर्यो कर पक अब तैँले हामीलाई भुइँमा पुग्न दिन सक्दैनस् रसी छोटो भयो थाहा छ के गर्ने अब निकाल्ने यसलाई त्यही बान तल्लोपट्टि पक थोरै त ओल्तिर आइज यसो तेरो दाहिने खुट्टो छ नि त्यहाँ आइज त्यहाँ अडिए पहिला है हो त्यहाँबाट समान त अडाएपछि मास्तिर दाहिने हातको छोड मैले त हाँगो हातासाथ भन्छु बाबु हाँगो हातासाथ भन्छु ए यता खुट्टा चोकमा हाल्दो खुट्टा चोकमा हालेर अक्कर लगा मिल्न ल अनि एक फनको बेर न एक फनको बेर त्यही तेरो खुट्टाको उस है यहाँ गयो त्यहाँ नबेर है आइज तल फेरि ओल्तिर आएर फेरि उ गर्ने हिसाबले त्यत्रो बेर्न पर्दैन के छोरे त आफ्नो सहिलो ठाउँमा आइज पहिला तल आइज ओरा आइज के चोकमा तल झर उसले पल्लो चोकमा हालेको उल्लो चोकमा हाल्ला भनेको ओल्लोमा हाल्दा भनेको पल्लोमा हालिस् के तेल हाल त आरामसित सुस्त नाइटिएर ओल्लोमा अड्का सानोमा टाइटली त यहाँ तैँले फेरि कुखुरालाई नै बाल्यो त्यसमा ल त आइज यहाँ यो चोका टेकेपछि यति ल्याउनु त त्यसो माउखानले पहिला हालेर ढोडी सिलाइसकेको गोलो बेला हारेको ठुलै रहेछ तर चाहिँ यतिको ठुलै हो तर चाहिँ ओरिजिनल चाहिँ हिमालय माउ मात्रै जस्तो लाग्छ मलाई त्यस्तो लाग्छ सुवास लाइटर छैन चलाउनु पर्दैन अहिले टोक्छ के अरे भिडियो गर न उचाल्नु पर्छ हाँगो सुभाष तिमीले उचाले तलबाट लाउको जान्छ के बल्ल यसले कहाँ हो त्यहाँबाट हान कि लातेरी आजभोलिको जमाना त ओरियल त बुढीमा मेरो फोन तेरो फोन
भिडियो बनाउँछस् तल हाल के केटा यस्तो पनि हुँदैन त्यसलाई त भुइँमा पर्नु पर्ने नि भाइ नि टिप्न पर्ला के तल हाल त उसले पुतौराले मर्छन् कि आगो तापे आयो त अब त्यही अरिङ्गालको आगो तापियो टोक्ला ठोक्दैन कि केही गर्दैन एउटा चल्छ पर्दैन बिहान रोटेल टोकेर चाहिँ गर्ने यार गर्छ यत्रो मान्छे छन् सबैलाई थाहा टोक्ला रे राजा पल्टे ज्यान त तातो भयो नि अहिले सालको 5 दिन कुरा भयो अन्तिम प्राइज भन्नु न यी के बिसै छैन यसमा ल हेर्नु छैन 20 त किन टोक्न नपाएर होला मान्छे थाप्लो सुन्नु यहाँको मृगमा ठुलो मृग हो यो त भुइँमा बोन लाएर हो त अरू होला कालो हुन्छ कि नजिँदै कालो होला नि अरू त्यही भएर वर्षा अब मृग भनेको अरिङ्गाल रहेछ सबभन्दा पहिला